सुनको भाव लगभग जगह चाहिँ कि 300 रुपियाँ कच्ची बिघा जगह थियो त 300 रुपियाँ तोला सुन पनि थियो बराबर। तपाईको त्यो काम गर्ने बेलाको फर्स्ट स्यालेरी तपाईको कति थियो त? 135 135 135 रुपियाँ। बीचमा चुनौती कतिका आयो त सरलाई? चुनौती चाहिँ नि यस्तो थियो ती जमानामा कि चाहिँ नि खुट्टामा चप्पलै हुँदैन थियो। म सिनेमा हेर्न सिनेमाको रहर मेरो धेरै थियो। म सिनेमा जान्थे चाहिँ नि 60 पैसाको टिकट 60 पैसाको टिकट थियो अनि मजाले म 3.5 घन्टा सिनेमा हलमा चाहिँ रेस्ट गर्थ्यौँ, मनोरञ्जन गर्थ्यौँ। अनि चिया सब टोटल चाहिँ खर्चा मिलाएर चाहिँ 1 रुपियाँ 25 पैसा सिनेमा हाम्रो पुरा हुन्थ्यो। अहिले चाहिँ के 500 रुपियाँ टिकट छ त 1000 रुपियाँ हुनु पर्यो। सबैलाई नमस्कार छ। म छु अहिले जानकी गाउँपालिका वडा नम्बर 5 मा र आज चाहिँ विशेष भिडियो लिएर आएको छु। हाम्रो व्यक्तित्व, हाम्रो सर, हाम्रो प्रेरणादायी हाम्रो सरसँग चाहिँ हामी के कुरा गर्न गइरहेका छौँ। उहाँले चाहिँ आफ्नो जिन्दगीको जीवनको बारेमा कसरी सिक्नु भएको छ। एक पेसाले टिचर पनि हुनुहुन्छ उहाँ। हामी उहाँसँग थोरै कुरा गर्न चाहन्छौँ। हजुरको शुभ नाम? लक्ष्मीराज गुप्ता हो। हजुर अहिले पेसाले शिक्षक हुनुहुन्थ्यो, पहिला भूपू शिक्षक। हजुरले कति वर्ष पढाउनु भयो? लगभग 36 इयर। 36 इयर पढाउनु भयो उहाँले चाहिँ। त्यो बिचमा तपाईँले कसरी जिन्दगी बुझ्नुभयो त? मतलब तपाईँको प्रेरणा कहाँबाट भयो त? अब अहिले खासमा तपाईँहरूको जातिमा मधेसीहरूमा भन्नु पर्दाखेरि शिक्षित भनेको कम नै हुनुहुन्छ, धेरै पढ्न पाउनु भएको छैन। त्यो अवसर तपाईँले कसरी पाउनुभयो? यो त के भन्ने भने अब चाहिँ नि यो जुगो जुगको कुरा हो। बहुत चाहिँ गरिबी लिएर यो देश र समाजको र गाउँको चाहिँ कुरा हेरेर जब भनौँ न चाहिँ नि हाम्रो जमानामा यो 2022-23-24 मा कोही पढ्ने गर्थे। त्यति बेला मैले चाहिँ नि कि म पनि केही गरौँ भनेर मैले कसेँ। अनि 2026 सालमा मैले एसएलसी गरेँ। त्यसपछि चाहिँ नि जागिर पनि खाएँ, वन विभागको चाहिँ नि फरेस्टर पनि रहे। अनि त्यसपछि चाहिँ नि कि एकाउन्टेन्ट चाहिँ नि कि जीविसामा रहे। अनि त्यसपछि चाहिँ नि कि म के भन्छ 2031-तिर म टिचर भएँ। यो बिचमा चुनौती कतिका आयो त सरलाई? चुनौती चाहिँ नि यस्तो थियो ती जमानामा कि चाहिँ नि खुट्टामा चप्पलै हुँदैन थियो। प्यान्टको जमाना कोही लगभग प्यान्ट र चाहिँ नि कि सर्टको जमाना त बिल्कुलै चाहिँ नि नगद बराबर थियो। कोही चाहिँ नि कि त्यस्तै लगभग 20%। बाँकी चाहिँ नि कि यो मुस्लिमहरू लाउने चाहिँ नि कि लामो पैजामा भन्थे, त्यो र चाहिँ नि कि कुर्ताबाट चाहिँ नि कि हामीले काम लियौँ। तपाईँको त्यो काम गर्ने बेलाको फर्स्ट स्यालेरी तपाईँको कति थियो त? 135 135 रुपियाँ। अब त्यो अहिले सोच्दाखेरि त 135 मा हाम्रो केही पनि आउँदैन। ती जमानामा 135 मा चाहिँ अहिले 135 को त नामै अब भनौँ न एउटा होटलमा चियाको उसमा छ। तर ती जमानामा चाहिँ नि कि 20-25 रुपियाँ बोरा धान पाइहाल्थे। र त्यो बेलामा सामानहरू के कस्ता थियो त? सामानहरू एकदम महँगो, अहिले त महँगो छ। चाहिँ नि कि जब 135 चाहिँ नि कि तलब थियो हाम्रो, त्यति बेला चाहिँ नि कि तपाईँको 2 रुपियाँ 2.5 रुपियाँमा चाहिँ नि अथवा 3 रुपियाँमा चाहिँ नि कि किलोको चिनी हामी पाउँथ्यौँ। अनि जुन अहिले चाहिँ नि कि तपाईँको टेरिकाटको नामै चाहिँ नि कि मान्छेको छैन। त्यति बेला टेरिकाट चाहिँ नि कि 8 रुपियाँ मिटर थियो। त्यो टेरिकाट अहिले चाहिँ नि कि यो जमानामा 2000 रुपियाँमा चाहिँ नि कि मान्छेले पाएर पनि किनिहाल्छन्। ती बेला चाहिँ नि कि 150 रुपियाँ कट्ठा जग्गा थियो। अनि सुनको भाव लगभग जग्गा चाहिँ नि कि 300 रुपियाँ कच्ची बिघा जग्गा थियो त 300 रुपियाँ तोला सुन पनि थियो, बराबर थियो। सुन अहिलेको तौलामा अहिलेको त्यो रेटमा र पहिलाको रेटमा धेरै फरक। अहिले चाहिँ 2 लाख प्लस नै छ। अहिले त 2 लाख प्लस गइसकेको छ। र सरको जग्गा कति छ त? जग्गा त हाम्रो चानचुन छ भैया, चाहिँ लगभग 50-52 कट्ठा जति चाहिँ नि कि हाम्रो जग्गा छ। तर मैले चाहिँ नि बडा मुस्किलले ती जमानामा मैले 300 रुपियाँको जग्गा किने, त्यसलाई चाहिँ नि कि 52 लाख के अरे 92 लाखमा मैले फालेँ। 300 रुपियाँको जग्गा पछि 92 लाख रुपियाँ। त्यही जग्गाबाट चाहिँ नि कि मैले यत्रो जग्गा बनाएछु। साँच्चीकै त्यो जमाना भनेको त्यो जमाना नै थियो। अब अहिले चाहिँ हाम्रो हरेक चिज महँगो। अलिकति बाहिर निस्कौँ 100 रुपियाँ लिएर अलिकति 2 पाइला हिँडौँ भने पनि भन्छु। म सिनेमा हेर्न सिनेमाको रहर मेरो धेरै थियो। म सिनेमा जान्थे चाहिँ नि 60 पैसाको टिकट 60 पैसाको टिकट थियो। अनि मजाले म 3.5 घन्टा सिनेमा हलमा चाहिँ रेस्ट गर्थ्यौँ, मनोरञ्जन गर्थ्यौँ। अनि
चिया सिया साहब टोटल चाहिँ नि खर्चा मिलाएर चाहिँ नि 1 रुपियाँ 25 पैसा सिनेमा हाम्रो पुरा हुन्थ्यो। अहिले चाहिँ नि के 500 रुपियाँ टिकट छ त 1000 रुपियाँ हुनु पर्यो।